Study in Finland. Yes, यही अगस्त 2025 इन्टेकको लागि हामीसँग ब्याचलर्स र मास्टर्सका डिफ्रेन्ट प्रोग्रामहरूको एप्लिकेसन सुरु भइसकेको छ। नम्बर 1 कुरा गरौँ डाइरेक्ट सेलेक्सनको। SEAMK सिनाजोकी युनिभर्सिटी अफ एप्लाइड साइन्समा 4टा प्रोग्रामको लागि डाइरेक्ट सेलेक्सनको एप्लिकेसन अनगोइङ छ। BBA इन इन्टरनेशनल बिजनेस, ब्याचलर्स इन हस्पिटलिटी म्यानेजमेन्ट, BE इन अटोमेसन इन्जिनियरिङ, BE इन एग्री फुड टेक्नोलोजी। यसमा फी पनि 9500 युरो रहेको छ र यसमा तपाईले +2 कुनै पनि स्ट्रिमबाट हुनुहुन्छ तर आईएलटीएस मा ओभरअल 6 र पीटी मा ओभरअल 55 छ भने र तपाईको जीपीए 55% अर एबोभ छ भने डाइरेक्ट सेलेक्सनको लागि तपाई एप्लाई गर्न सक्नुहुन्छ र यसमा कुनै रिटेन इन्ट्रान्स एक्जामिनेसन हुँदैन तर युनिभर्सिटीको एउटा अनलाइन इन्टरभ्यु हुन सक्छ। त्यसैगरी यदि तपाईको 55% भन्दा बिलो रहेको छ +2 मा या तपाईले पीसीएल डिप्लोमा या +2 जुनसुकै स्ट्रिमबाट हुनुहुन्छ र तपाईले डाइरेक्ट सेलेक्सनको एप्लिकेसन मिस गर्नुभयो भने पनि हामीसँग ब्याचलर्स इन बिजनेस इन्फर्मेसन टेक्नोलोजी त्यसैगरी ब्याचलर्स इन हस्पिटलिटी म्यानेजमेन्ट तर लौरिया युनिभर्सिटी अफ एप्लाइड साइन्स को लागि एप्लिकेसन अनगोइङ छ। यसमा पनि तपाईको आईएलटीएस मा ओभरअल 6 र पीटी मा ओभरअल 55 भने चाहिन्छ र फी भनेको 9500 युरो मात्र। त्यसैगरी मास्टर्स को कुरा गर्दाखेरि विदाउट आईएलटीएस पीटी मास्टर्स का दुईटा प्रोग्राम लौरिया युनिभर्सिटी अफ एप्लाइड साइन्स मा रहेको छ जसको फी 11000 युरो रहेको छ। विदाउट आईएलटीएस पीटी पनि तपाई एप्लाई गर्न सक्नुहुन्छ। पहिलो रहेको छ हामीसँग मास्टर्स इन ग्लोबल हेल्थ एन्ड क्राइसिस म्यानेजमेन्ट। यसमा हेल्थ रिलेटेड ब्याकग्राउन्डबाट ब्याचलर्स गर्नु भएको छ। ब्याचलर्स इन नर्सिङ, सोशल वर्क, फार्मेसी या अन्य हेल्थ रिलेटेड कोर्स र त्यसपछि तपाईसँग 2 इयर्स को वर्क एक्सपिरियन्स छ भने यु क्यान एप्लाई फर मास्टर्स इन ग्लोबल हेल्थ एन्ड क्राइसिस म्यानेजमेन्ट। त्यसैगरी एमबीए फ्युचर ओरिएन्टेड प्रोजेक्ट म्यानेजमेन्ट कोर्स पनि रहेको छ जहाँ तपाई ब्याचलर्स जुनसुकै स्ट्रिमबाट हुनुहुन्छ र त्यसमा तपाईको चाहिँ त्यही फिल्डमा 2 इयर्स को वर्क एक्सपिरियन्स छ भने पनि तपाई मास्टर्स इन फ्युचर ओरिएन्टेड प्रोग्राम मा एप्लाई गर्न सक्नुहुन्छ। So for further details and information please contact